दुईजना चोक दुईजना होइन सभागिरी सभागृह चोक पोखरा महानगरपालिका वार्ड नम्बर 8 सभागृह चोकैमा 7:08 जाँदा सभा 7 हाराहारीको बिचमा एउटा दुःखद घटना गर्छ। एक पैदल महिलामाथि कार हुन्छ र तत्कालै स्थानीयले प्रहरीलाई खबर गर्छन्, प्रहरी आउँछ र हस्पिटल लान्छ। अहिले अवस्था एकदमै क्रिटिकल भनेर भनिएको छ। हस्पिटलसम्म पुगेर हामीले बुझाउनलाई तर यति बेला मसँग यहाँ त्यो घटना घटिसके पछाडि आइपुग्नु भएको एकजना सर हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्छु। उहाँले हामीलाई दिएको जानकारी अनुसार चाहिँ उहाँ आफैले खबर गर्ने प्रहरीलाई भन्नुभएको छ। नमस्ते। नमस्ते सर। हजुर नाम? दयाराम सुवेदी। ओके, तपाईँ यहीँको यही हो मेरो घर, यही हो, यो घर छ, यो घर हो तल। यो घरसँग तल। तल। ओके, तपाईँले देख्दाखेरि घटनास्थलको अवस्था कस्तो के देख्नु भयो, कसरी भयो जस्तो लाग्छ? मैले देख्दाखेरि त्यो महिला लडिरहेको थियौँ, भौटो मुटु गरेर लडिरहेको थियौँ, मुटु मात्रै धब्दा गरेको थियो, अरू शरीर चलेको थिएन, रगत बगिसकेको थियो, त्यहाँ एउटा प्लास्टिकको झोला थियो, गोरा थियो। अनि त्यहाँपछि अब यो अवस्था जटिल छ भनेर हामीले चाहिँ एउटा साथी र म भएर पुलिसलाई खबर गऱ्यौँ। 100मा 2-3 पटक हान्दा फोनै लागेन, अनि पछि फोन लगायो र अनि तुरन्तै पुलिस आउनु भएर मैले साह्रो लिएर गएँ। तपाईँले त्यो ढलेको मान्छे ढलेको अवस्थामा तपाईँ आइपुग्दाखेरि हाराहारी कति बजेको जस्तो देख्नु भएको थियो? कति बजेको? ठ्याक्कै 7:08 थियो। मैले त्यो देख्ने बित्तिकै मेरो मोबाइलको घडी हेरेँ, 7:09 गर्थ्यो मेरोमा। 1 मिनटमा लाइन लाग्यो होला क्या दोकानबाट हेराउँदा त्यो हल्ला गर्दाखेरि। तपाईँले कसरी थाहा पाउनु? त्यो मान्छेले चिच्यायो, मान्छे माऱ्यो भने करायो, अनि मात्र कुरो आएँ दोकान। अनि त्यो ठुकुरी प्यार गर्ने व्यक्ति चाहिँ कतातिर भाग्यो? खै मलाई ठ्याक्कै मैले चाहिँ देखिनँ त्यो मान्छे यहाँ भनाइअनुसार तलतिर भाग्यो भन्ने कुरो सुनेँ। मैले देखिनँ त्यो जेन्स हो? जेन्स 2टा केटा छन् अरे, एउटा दुईजना स्कुलमा आएर एउटा यतापट्टि रोकेर अर्काले हानेर अनि गएर भाग्यो भनेको। कहाँ हुँदैछ? टाउकोमा देखियो त्यो रगत त वहीँ गइरहेको थियो। कति अन्दाज कति मेरो 35 देखि 40 होला मेरो अन्दाज। अब अनुहार भौटो गरेको थियो देखिएन, 35 देखि 40 हुनुपर्ने। खबर साइकल काटेको थियो, पछाडिबाट हेर्दाखेरि अब स्वेटर थियो, सेतो स्वेटर, अनि त्यहाँ कुर्ता सुरुवाल भएको थियो। आर्यन मङ्गोलियन के जस्तो? खोइ अनुहार देख्न बाँची के हो त्यो थाहै भएन, ठ्याक्कै बाउ जस्तो थिएन है, त्यो कपडा लाग्यो। त्यो पहिला हुन्छ उहाँ चाहिँ कता सिद्धान्तबाट सवाल त्यो मैले देखिनँ यसरी यताबाट फर्केर यसरी लडिरहेको थियो। अब कताबाट गउँ त्यो छाता त्यहाँ एउटा छ, त्यो छाता पनि महिलाकै हो होला, हुनसक्छ, त्यसले हातबाट फर्केर त्यो महिला चाहिँ तपाईँले देख्दाखेरि कस्तो थियो? एक्लै भौटो गरेर लडिरहेको थियौँ, मुटु भर्खर भएर गइरहेको थियो। अवस्था त्यही भएर हामीले पुलिसलाई खबर गरिरहेको थियौँ। कति समयभित्र आएर प्रहरी 5 मिनटभित्र आइपुग्यो। तपाईँले 100मा खबर 100मा खबर गरियो। हामीले अहिले जिल्ला प्रशासन पऱ्यो, एकदम पऱ्यो, एकदम यो गल्ली नै त्यस्तै छ क्या। यो गल्ली हामीले बारम्बार भनिरहेको छौँ, राति विभिन्न खाले मान्छे यहाँ हिँड्छन्, झगडा गर्छन्, कुटाकुटी गर्छन्, मारामारी गर्छन्। अब माथिबाट घरबाट गाली गरेर भने घरमा ढुङ्गा हान्छन् कि हामीलाई कुट्छन् भन्ने डर। अब नआएर मरे रातभरि सुत्न दिनु होला र यो गल्ली नै त्यस्तो। हामीले वडा कार्यालयमा रुद्रप्रसादलाई कुरा राख्यौँ, अरूलाई राख्यौँ, अब त्यो सुनै भएन। भन्नको मतलब कस्तो खालको मान्छे? त्यहाँ त्यो सेकेन्ड धन्दा अनि त्यहाँ त्यो हिस्सा टाइप भन्छ नि, केसहरू दिने हो, त्यो खाले हिँड्छ नि बाटो। ल धन्यवाद।